नागपञ्चमी 2083 सालको भदौको 1 गते परेको छ। सिंह राशिका सङ्क्रान्तिका दिन अनि सोमबार पनि विशेष संयोग परेको छ। 2026 अगस्त महिनाको 17 तारिक नागपञ्चमी परेको छ। विशेष गरेर भदौको 1 गते नागपञ्चमी हो। यस दिन अन्नप्राशन संस्कार, बच्चाहरूको पासनी गर्ने शुभ साइत रहेको छ। दोकान खोल्ने तिथि रहेको छ। यस दिन दोकान, नयाँ व्यापार, बिजनेसहरू गर्दै हुनुहुन्छ भने दोकान खोल्ने पनि शुभ मुहूर्त छ। रुद्री जुरेको दिन छ पञ्चमी। शिवजीको पूजा अभिषेक गर्नेहरूको लागि अग्नि पनि जुरेको दिन छ। हवनादि कार्यहरू पनि जुरेको दिन छ। भनेको निकै अग्नि, रुद्री जुर्नु, व्यापारिक प्रतिष्ठानहरू, अन्नप्राशनका पनि शुभ साइत रहेको छ। सोमबारकै दिन नागपञ्चमी पर्यो। अर्को एउटा संयोग के परेको छ भने सोमबार पञ्चमी तिथि सोमबार नै पर्छ भन्ने छैन, तर पञ्चमी तिथि सोमबार पर्दा अझ विशेष महत्त्व छ ज्योतिष विज्ञानमा। सोमबार भगवान शिवजीको बार हो, आराधना गर्ने हो, विशेष रूपमा जोडिएको अझ चान्द्रमान अनुसार सोमबारको व्रत गर्नेहरूले, जस्तो कि अब आषाढ मासको शुक्ल पक्षको पूर्णिमादेखि श्रावण मासको शुक्ल पक्षको पूर्णिमासम्मका सोमबारहरूको पनि विशेष व्रत पूजा आराधना गरिराख्नु भएको छ। अब यस दिन के गर्ने? सर्वप्रथम बिहानै उठेर स्नान गर्ने अनि सूर्य देवतालाई नमन गर्नुपर्दछ। ओम सूर्याय नमः भनेर सूर्य देवतालाई नमस्कार गर्ने, अर्घ्य प्रदान गर्ने, जल दिने जस्तो भाव श्रद्धा आउँछ। अनि आफ्ना पूजा कोठामा गएर इष्टदेवहरू, गणेश भगवानको दीप प्रज्वलन गरेर भगवान गणेश अनि विष्णु, शिव, सालग्राम, लड्डु गोपाल, नित्य आफ्ना स्थापित भएका देवी देवताहरू सबैको पूजा आराधना सम्पूर्ण कुराहरू सकेर त्यस पछाडि गएर नाग टाँस्ने गर्दछौँ। धेरैका घरमा गुरुजनहरू आउनुहुन्छ, गुरुहरूलाई दक्षिणाहरू दिन्छौँ, सिधाहरू दिन्छौँ, अन्न वस्त्रहरूद्वारा दक्षिणाद्वारा सम्मान गर्छौँ। जहाँ गुरु आइपुग्नुहुन्न भने आफैले पनि नागका फोटा आकृतिहरू ल्याएर बजारबाट ल्याएर पूजा गरेर, अथवा त्यो पनि सम्भव भएन भने कहीँ मन्दिरमा गएर नागहरू ल्याएर चित्रहरूमा हामी आफै पनि घरको मूल ढोकामा टाँस्न सक्नेछौँ। घरको मूल ढोकामा टाँसिने जुन नागको चित्र हो त्यसलाई पहिले आफ्नो पूजा कोठामा पूजा गरेर मूल द्वारमा टाँस्छौँ, ढोकामाथि टाँस्छौँ। तर सर्वप्रथम ती फोटा आकृति अथवा कुनै नागहरू बनाउनु भएको छ भने ती नागहरूलाई पवित्र स्थानमा, पूजाको स्थानमा, तुलसीको मुढको छेउछाउमा, कहीँ पनि शुद्ध लिपपोत गरेका ठाउँमा केराका दाम्चाहरू ओछ्याएर, कुनै पातहरू ओछ्याएर नागका आकृति फोटाहरूलाई त्यहाँ राख्ने। विशेष गरेर पिठाका आँटाका नागहरू